अब यसमा हाम्रो मैले नगराएको प्रोग्रामिङ भनेको जेएसपी को थियो होइन। जेएसपी को एउटा क्वेसन सोधेको हिजो। अनि त्यो अब यहाँ हेर त म यसरी सेयर गर्छु यसलाई। सेयर गरेछु। यसरी लेख्नु है यो सर्भलेट र जेएसपी को डिफरेन्स भन्ने छ। यो हामीले क्लासमा पढ्यो कि पढेन होइन। मैले बनाएको भएको छ कि छैन। जेएसपी भनेको के हुन्छ भने त्यसमा हाम्रो एचटिएमएल फाइल हुन्छ होइन। एचटिएमएल फाइलमा हामीले के गर्छौँ हाम्रो सर्भलेटको प्रोग्राम चाहिँ त्यसमा इम्बेड गर्ने त्यसमा एड गर्ने भएको है। यो चाहिँ अलिकति स्लो हुन्छ जेएसपी होइन। यसमा डबल प्रोसेस के हुन्छ भने सुरुमा त त्यो हाम्रो सर्भर हुन्छ नि टमक्याट सर्भर हुन्छ। त्यसले खासमा के गर्छ भने जेएसपीलाई लोड गर्छ। लोड गरिसकेपछि त्यसलाई फेरि के गर्छ सर्भलेटमा कन्भर्ट गर्छ। देन आफ्टर के हुन्छ सर्भलेटलाई अगेन के गर्छ कम्पाइल गर्छ। कम्पाइल गरिसकेपछि त्यसको एउटा क्लास फाइल हुन्छ होइन। हो क्लास फाइल बनिसकेपछि त्यसले के गर्छ त्यसपछि मात्रै एक्जिक्युट गर्छ र एक्जिक्युट गरेको चाहिँ रिजल्ट चाहिँ केमा दिन्छ फेरि हाम्रो क्लाइन्टको ब्राउजरमा दिन्छ। अब यसमा चाहिँ अलिकति प्रोसेस लामो हुने भएको हुनाले चाहिँ यो चाहिँ सर्भरभन्दा के हुन्छ स्लोवर हुन्छ है। अघि अब एउटा इक्जाम यो फोटो नै हेरौँ न एउटा। यस्तो यो फोटो हेरेर त्यसरी अब यसको आर्किटेक्चर हेर्ने हो भने यस्तो हुन्छ होइन। क्लाइन्टबाट चाहिँ जस्तै अब हेलो डट जेएसपीलाई चाहिँ त्यसले चाहिँ गेट गर्न खोजेछ त्यसले चाहिँ रिक्वेस्ट गर्यो होइन। अनि त्यो सर्भर होइन यो सर्भलेट विथ जेएसपी कन्टेनर भनेछ। यो चाहिँ हाम्रो टोमक्याट सर्भर नै मान होइन त्यो हो। त्यसमा चाहिँ के गर्छ त्यो सर्भर भएको चाहिँ हेलो डट जेएसपीलाई चाहिँ के गर्छ यसले त्यो सर्भरले चाहिँ लोड गर्छ होइन। त्यसपछि यसको करेस्पोन्डिङ के गर्छ यसको हेलो डट जेएसपीलाई के गर्छ हाम्रो हेलो सर्भलेटमा चाहिँ कन्भर्ट गर्छ। यसको करेस्पोन्डिङ सर्भलेटमा कन्भर्ट गर्यो। त्यसपछि यसले फेरि के गर्छ सिधैमाथि कम्पाइल गर्छ यसको क्लास फाइल हुन्छ। त्यसपछि के गर्छ यसले एक्जिक्युट गर्छ। एक्जिक्युट गरिसकेपछि मात्रै के हुन्छ यसको रिजल्ट चाहिँ अब क्लाइन्टमा आउने भयो। यसरी चाहिँ यसको मल्टिपल फेजहरू भएको हुनाले त्यो चाहिँ हाम्रो सर्भलेटभन्दा चाहिँ स्लो हुन्छ। एउटा डिफ्रेन्स यो भयो। अनि अब यो चाहिँ कोड लेख्न गाह्रो हुन्छ। सेकेन्ड पोइन्ट हेर्ने भने होइन किन भनेपछि अब हामीले चाहिँ गेट राइटर गर्छौँ नि प्रिन्ट राइटर आउट त्यो अब्जेक्टभित्र चाहिँ हामीले के गर्छौँ एचटिएमएल चाहिँ कोड लेख्न पर्ने हुन्छ है। त्यो म्यानुअली लेख्न चाहिँ गाह्रो हुन्छ के भने अब अन्त्यबाट कपी पेस्ट गरेर ल्याउनु पऱ्यो होइन आइडीहरूबाट त्यो कोड गर्न चाहिँ गाह्रो हुन्छ। तर जेएसपी अब जेएसपी भनेको चाहिँ के हुन्छ एचटिएमएल फाइल लेख्नु पर्ने हुन्छ र जहाँ जहाँ चाहिँ हामीले जेएसपीको अथवा सर्भलेटको ब्याकेन्ड चाहिन्छ त्यहाँनिर मात्रै हामीले के गर्छौँ एउटा के अरे एङ्गल ब्याकेटभित्र पर्सेन्टेज राखेर चाहिँ बिचसम्म के गर्छौँ त्यो कोड लेख्छौँ होइन। त्यही भएर कोडिङ गर्न चाहिँ हाम्रो सर्भलेट अप्ठ्यारो मान्छन् होइन जेएसपीको तुलनामा। अब एमभिसी आर्किटेक्चरको हिसाबमा भनेको सर्भलेट भनेको चाहिँ हाम्रो के हो कन्ट्रोलर होइन है। बिजनेस लोजिकका कुराहरू चाहिँ हामीले के गर्छौँ एमभिसी आर्किटेक्चर अनुसार सर्भलेटमा लेख्छौँ होइन। भनेपछि अब एमभिसी आर्किटेक्चर अनुसार जेएसपीले चाहिँ खासमा के गर्छ डिस्प्लेइङ फर आउटपुट है। यो भनेको के को लागि हुन्छ फ्रन्ट इन्डको लागि हुन्छ है। एचटिएमएल यसमा मोस्टली एचटिएमएल भएको हुनाले चाहिँ यो चाहिँ भ्यूको रूपमा काम गर्छ। अनि त्यसैमा चाहिँ सर्भलेट कोड लेख्नु पऱ्यो भने त्यसले चाहिँ ब्याकएन्डको अर्थात् हाम्रो कन्ट्रोलरको काम गर्ने भयो है। अर्को छ इट सुड बी युज when there is more data processing involved। धेरै डेटा चाहिँ प्रोसेसिङ गर्नु पऱ्यो भने हामीले यो नै प्रयोग गर्छौँ है सर्भलेट युज गर्छौँ। अनि यसमा चाहिँ धेरै यो छैन प्रोसेसिङ गर्नुपर्ने छैन जस्तै गेट गर्नुपर्ने हुन्छ नि त है। इनपुट फिलहरूबाट चाहिँ भ्यालु गेट गर्ने त्यसपछि त्यसलाई चाहिँ कहाँ डाइरेक्ट गरेर यसको क्यालकुलेसन गर्नुपर्ने छ भने त्यस्तो किसिमको काम गर्नु पऱ्यो भने यसको लागि सर्भलेट युज गरिन्छ भने
त्यसको ओभरहेड चाहिँ कम छ भने यो चाहिँ प्रयोग गर्दा जेएसपी प्रयोग गर्ने भन्छ। अनि यसमा चाहिँ अब कस्टम ट्याग हुँदैन होइन। भने यसमा चाहिँ अब एचटिएमएलको अब जावा बिनहरू चाहिँ राख्नु पऱ्यो भने चाहिँ कस्टम ट्याग राख्न सक्नुहुन्छ। अर्को छ सर्भलेट भनेको प्योर जावा कोड हुन्छ होइन। भनेको जेएसपी भनेको एचटिएमएल बेस कोड हुन्छ होइन। फुल्ली एचटिएमएल त भन्न मिल्दैन, तर अब त्यसको पनि ब्याकइन्ड गर्नु पऱ्यो भने हामीले चाहिँ सर्भलेट युज गर्छौँ होइन। त्यो बुइल्ट इन नै हुन्छ है जेएसपीमा ख्याल गर्नु। त्यसको लागि चाहिँ हामीले अलग्गै होइन इम्पोर्ट गर्नुपर्छ भने त्यो हुँदैन त्यसको है। हामीले यसमा के गर्छौँ, जेएसपी भन्ने बित्तिकै अटोमेटिक के हुन्छ सर्भलेटको फिचर चाहिँ तान्छ होइन। जस्तै डु गेट डु पोस्ट भन्ने मेथड युज गर्छौँ नि जेएसपी सर्भलेटमा, त्यो चाहिँ यसमा हुँदैन है। त्यो लेख्न पर्दैन, हुँदैन भन्दा पनि त्यो हुन्छ, तर बुइल्ट इन हुन्छ, त्यो हाइड गरेको हुन्छ है। भनेपछि त्यसको अब्जेक्ट अब रिक्वेस्ट भन्ने छ होइन। अर्को चाहिँ रिस्पोन्स भन्ने हुन्छ नि त, हो त्यसलाई चाहिँ हामीले डाइरेक्टली प्रयोग गर्न सक्छौँ। त्यसलाई चाहिँ हामीले कहीँ कतै पनि डिफाइन डिक्लेयर केही पनि गर्नु पर्दैन है। त्यो चाहिँ हामीले डाइरेक्टली प्रयोग गर्न पाउँछौँ। एन्ड इट क्यान एक्सेप्ट अल प्रोटोकल रिक्वेस्ट इन्क्लुडिङ एचटिटिपी। अब यसमा एउटा हामीले अस्ति गरेनौँ एउटा जेनरल एचटिटिपी के अरे जेनेरिक एचटिटिपी भन्ने हुन्छ कि होइन। त्यो भनेको सबै किसिमको प्रोटोकललाई चाहिँ एक्सेप्ट गर्छ। तर हामीले चाहिँ यो कोर्सको सिलेबसमा चाहिँ मेनली हामीले चाहिँ एचटिटिपी रिक्वेस्ट के थियो अरे एचटिटिपी सर्भलेट रिक्वेस्ट र एचटिटिपी सर्भलेट रिस्पोन्स भन्ने थियो होइन। त्यो भनेको चाहिँ मेनली एचटिटिपी प्रोटोकललाई मात्रै चाहिँ त्यसले के गर्थ्यो ह्यान्डल गर्ने काम गर्थ्यो। तर त्यसमा चाहिँ हामीले जेनेरिक होइन सर्भलेट रिक्वेस्ट र जेनेरिक के भन्छ अरे सर्भलेट रिस्पोन्स भएको भए त्यसले चाहिँ अब एफटिपी प्रोटोकल छ है, अरू के प्रोटोकल छ त्यो सबैलाई चाहिँ त्यसले के गर्थ्यो ह्यान्डल गर्थ्यो होइन। यसरी चाहिँ त्यो यसमा चाहिँ सबै हुन्छ है। केमा हाम्रो सर्भलेटमा चाहिँ सबै हुन्छ होइन। जेनेरिक राख्दाखेरि सबै आउँछ, सबै प्रोटोकल चाहिँ त्यसले एक्सेप्ट गर्न सक्छ। तर हाम्रो जेएसपीमा के हुन्छ एचटिटिपी रिक्वेस्टलाई मात्रै के गर्छ त्यसले ह्यान्डल गर्ने गर्दछ है। अर्को छ यसमा चाहिँ हामीले सर्भिस भन्ने मेथड ओभरराइड गर्छौँ। यसमा चाहिँ अस्ति एकपटक एउटा इक्जाम्पल देखाएको थिएँ सर्भिसको होइन। तर यो चाहिँ हामीले युज गरेनौँ, प्रायः यसलाई युज गरेनौँ। यो राख्न पनि सकिन्छ त्यसरी। अहिले डु र पोस्ट माथि युज गऱ्यौँ। तर यसलाई डु र पोस्टले ओभरराइड गरे जस्तै हामीले सर्भिस मेथडले पनि के गर्छौँ ओभरराइड गर्न सक्छौँ। तर जेएसपीमा चाहिँ हामीले त्यस्तो ओभरराइड गर्नु पर्दैन, न त हामीले ओभरराइड गर्न सक्छौँ है। अर्को छ इन सर्भलेट होइन। बाई डिफल्ट सेसन म्यानेजमेन्ट इज नट इनेबल, युजर हेज टु इनेबल इट। अब सेसन म्यानेजमेन्टको काम गर्नु पऱ्यो भने यसमा चाहिँ हामीले म्यानुअली सबै कुरो लेख्नुपर्ने हुन्छ भने जेएसपीमा चाहिँ सेसन म्यानेजमेन्ट चाहिँ अटोमेटिक हुन्छ है। त्यसको लागि चाहिँ सेसन लेख्न पर्दैन हामीले, त्यो हुन्छ। डिफ्रेन्सेस यति लेखे पुग्छ है। अब यसको हेर्नु पऱ्यो भने इक्जाम्पल हेर्नु पऱ्यो भने यता यसको अलिकति मैले बुझाइदिएँ। अब जेएसपीमा यसरी हेरौँ, जेएसपीको कोडहरू राखेको छ। इक्जाम्पल हेरौँ जेएसपीको जेएसपी प्रोजेक्ट। हामीले यसरी नर्मल्ली यता हेर्नु। अब यो एचटिएमएल फाइल चाहिँ हामीले यसैमा लेखे पनि भयो होइन। जस्तै छ नि डिस्प्ले डट एचटिएमएल भनेको के जेएसपी भन्ने छ नि यो फाइल मेरो हो। यसैमा हामीले चाहिँ यो फर्म बनाए पनि भयो, यो फर्म होइन है। तर हिजो सुजले सोधेको यो अनुसार होइन, यो क्वेसन कहाँ छ, यो क्वेसन अनुसार अब यसमा के छ डिफ्रेन्सिएट मैले गरिसकेन। क्रिएट एचटिएमएल फाइल अलग्गै भनेको छैन विथ टु टेक्स्ट फिल्ड फर्स्ट नेम र लास्ट नेमको लागि अलग अलग त्यो गराउने होइन। देन क्रिएट जेएसपी फाइल द्याट रिड्स भ्यालु फ्रम एचटिएमएल फर्म एन्ड डिस्प्ले फुल नेम भनेको छ। अब यसको मतलब के हो भनेपछि अलग्गै एचटिएमएल फाइल बनाउने भन्छ होइन। यसरी चाहिँ हामीले बनायौँ होइन। यसलाई चाहिँ यसरी रन गरौँ पनि। अब यति लेख्न सकिहाल्छ नि होइन है। यति गरेपछि हाम्रो सिम्पली एउटा इन्डेक्स डट एचटिएमएल चाहिँ यसरी खुल्ने हो होइन।
इन्डेक्स एचटिएमएल खोल्दाखेरि एउटा दुईटा इनपुट फिल्ड आयो होइन है, फर्स्ट नेम र लास्ट नेम लेख्नुपर्छ है। त्यसपछि डिस्प्ले गरेपछि के हुन्छ, अर्को डिस्प्ले डट जेएसपीमा चाहिँ जाओस् चाहिँ हाम्रो रिक्वायरमेन्ट हुन्छ होइन, रिक्वायरमेन्ट जेएसपी फाइलमा जाओस्, डिस्प्ले डट जेएसपी। अब यसमा हामीले के गर्यौँ भनेपछि यहाँ हेर है, एचटिएमएलमा मैले मेथड गेट गराएँ। गेट सकेसम्म नलेख्नु है, यो मैले टेस्टिङको लागि मात्रै लेखेको थिएँ। सकेसम्म पोस्ट नै लेख्नु, किनभने अब गेट लेखेपछि चाहिँ हाम्रो भ्यालु चाहिँ के हुन्छ, यसमा लेखेको भ्यालु चाहिँ युआरएलमा डिस्प्ले हुन्छ। त्यो त्यस्तो काम चाहिँ गर्नु हुँदैन है। हामीले सकेसम्म सेक्योर बनाउने, पोस्ट लेख्नु होइन, पोस्ट मात्र लेख्नु। अनि एक्सन होइन, सबमिट क्लिक हानेपछि केमा रिडाइरेक्ट हुने भनेपछि हाम्रो डिस्प्ले डट जेएसपी यसमा जान्छ है, यसमा जान्छ भनेपछि अब इनपुट टाइप टेक्स्ट टाइपको इनपुट चाहियो होइन। अनि यसको फर्स्ट इनपुटको चाहिँ नेम भेरिएबल फर्स्ट भयो, अनि सेकेन्ड इनपुट टाइपको भेरिएबल नेम चाहिँ के हो, सेकेन्ड भनेको छ। अनि यो प्लेस होल्डर राखेको छु, यसको भित्र चाहिँ के भ्यालु राख्ने भनेर होइन। अनि यो रिक्वायर भनेको चाहिँ त्यो चाहिँ खाली राख्न मिल्दैन भन्ने कुरा हो। अब अर्को हेरौँ त, डिस्प्ले डट जेएसपी भनेको छ होइन। अब यसमा हामीले यो लेखे पनि भयो नलेखे पनि भयो, माथिको होइन कोड है, यति गरेपछि पुग्छ है। अब मेनली भनेको चाहिँ हाम्रो के हो, हाम्रो सर्भलेट कोड लेख्नु पर्यो भन्ने होइन। अब जेएसपी कोड लेख्नु पर्यो भने हामीले सिम्पली गर्छौँ, यसरी लेख्छौँ, अझै एङ्गल ब्राकेटभित्र दुईवटा पर्सेन्टेज राख्ने, त्यसपछि त्यसमा ग्याप राखेर लेख्ने होइन। अब यसमा चाहिँ पेज भनेर डाइरेक्टली भनेको छ होइन। यसमा चाहिँ हामीले कन्टेन्ट टाइप लेख्न सक्छ होइन, कन्टेन्ट टाइप। त्यसमा हामीले सर्भलेटमा रेस्पोन्स डट सेट कन्टेन्ट टाइप लेख्थ्यौँ नि, हो त्यस्तै लेख्न सक्छौँ, कन्टेन्ट टाइप भनेर होइन। यसरी टाइप होइन, टेक्स्ट प्लस एचटिएमएल यसरी लेख्न सक्छौँ। अरू लेखे पनि भयो नलेखे पनि भयो होइन, युटिएफ के हुन्छ होइन, इन्कोडिङ होइन, इन्कोडिङ युटिएफ पनि लेख्छन्, त्यस्तो नलेखे पनि भयो। अहिले सिम्पली यति लेखे पुग्छ हाम्रो। अब यसमा पनि हामीले के गर्छौँ, जेएसपी हो नि त होइन, यसमा चाहिँ हामीले एचटिएमएल कोड नै लेख्छौँ है, ख्याल गर्नु। एचटिएमएल कोड जे छ त्यही नै लेख्छौँ होइन। बडीसम्म यो गयो अनि यसको बडी एचटिएमएल यसको क्लोजिङ पार्ट आयो। अनि यसमा चाहिँ मैले के गरेको एम% राखेँ, के अरे एङ्गल ब्राकेट अनि पर्सेन्टेज, अनि यो फेरि यसको क्लोजिङ ट्याग होइन, पर्सेन्टेज र एङ्गल ब्राकेट क्लोजिङ। अब मैले चाहिँ त्यसबाट चाहिँ भ्यालु गेट गर्नु पर्यो भने के गर्छु म, स्ट्रिङ फर्स्ट नेमको लागि यो भेरिएबल छ, स्ट्रिङ लास्ट नेमको लागि एस नेम छ है। एस नेम भन्दाखेरि अब यो रिक्वेस्ट भन्ने छ नि, अब यो रिक्वेस्ट हामीले अस्ति सबडेटमा गरिसकेका छौँ होइन र, डु पोस्ट मेथडमा गर्ने बेलामा होइन, रिक्वेस्ट डट गेट प्यारामिटर भन्थ्यौँ होइन। अब यो प्यारामिटर भन्ने केबाट आउँछ, यसैबाट आउँछ। यो फर्स्ट नेम भनेपछि यसमा होइन, यस इनपुट टाइपमा चाहिँ हामीले जे टाइप गर्छौँ, सबमिट गरेपछि त्यो गएर चाहिँ गेट कहाँनिर हुन्छ, हाम्रो यो यहाँनिर हुन्छ, रिक्वेस्ट डट गेट प्यारामिटर फर्स्ट, रिक्वेस्ट डट गेट प्यारामिटर सेकेन्ड भनेपछि फर्स्ट नेमको भ्यालु चाहिँ यो एफनेम भन्ने भेरिएबलमा स्टोर हुन्छ। अनि सेकेन्ड भन्ने इनपुटमा भएको चाहिँ भेरिएबल चाहिँ हाम्रो एलएममा सेभ हुन्छ। अनि दुईटाले के गर्दा डिस्प्ले गराउने भनेको छ होइन। पछि हामीले के गर्छौँ, अब डिस्प्ले गराउने बेलामा हामीले के लेख्यौँ, एचटिएमएलको कोड भयो यहाँदेखि यहाँसम्म H1को होइन। अनि यसको भित्र चाहिँ अब यहीँनिर चाहिँ हामीले के लेख्नु पर्यो, लास्ट के अरे फुल नेम लेख्नु पर्यो, फुल नेम। अनि फेरि मैले के गराएँ, त्यो के छ हाम्रो जेएसपीको कोड होइन, अथवा सर्भलेट भनौँ न है। अनि अब भेरिएबललाई डिस्प्ले गराउनु पर्यो भने इक्वल टुबाट सुरु गर्नु है, ख्याल गर्नु, इक्वल टु लेख्नै पर्छ है। भेरिएबल डिस्प्ले गराउनु पर्यो भने, भ्यालु चाहिँ डिस्प्ले गराउनु पर्यो भने अदरवाइज होइन, इक्वल टु राख्नु होइन। इक्वल टु छैन भनेपछि त्यो फेरि डिस्प्ले हुँदैन है। इक्वल टु राख्ने पर्यो होइन, इक्वल टु राख्यो। त्यसपछि एफ नेम यहाँ जे छ फर्स्ट नेम त्यो आउँछ। त्यसपछि यसमा चाहिँ हामीले के गर्यौँ, कन्क्याटिनेसन गरेछौँ है। प्योर जाभा कोड भएको हुँदा चाहिँ यसरी
प्लस गर्न मिल्यो प्लस गर्ने अनि बिचमा स्पेस राखेँ होइन फेरि प्लस गरेँ कन्केटेसन त्यसपछि लास्ट नेम यसरी हुन्छ है यति गरेपछि हाम्रो के हुन्छ रिजल्ट आउँछ होइन ल हेरौँ त यसमा है सुजलकै हेरौँ न पढेँ सेभ गर्दाखेरि ल यो चाहिँ के हो फुल नेम डिस्प्ले गराइयो होइन हाम्रो क्वेसनको एन्सर आयो यसरी चाहिँ हामी के गर्छौँ जिएसपीको कोडिङ गर्छौँ है जिएसपीमा फर्म प्रोसेस भनेको पनि यही नै हो है ख्याल गर्नु जिएसपीमा फर्म प्रोसेसिङ कसरी गरिन्छ भनेर सोध्यो होइन भने चाहिँ हामीले यसरी नै गर्छौँ है ख्याल गर्नु एचटिएमएल फाइल अलग अलग गराए पनि भएको एउटैमा गराए पनि हुन्छ है ख्याल गर्नु एउटैमा गराए पनि हुन्छ त्यो हामीले इन्डेक्स डट एचटिएमएल भनेर छ नि यसैले कपी गरेर नर्मल्ली यसरी कपी गरेर है डिस्प्ले डट जेएसपीको हामीले यसैमा यो फर्म चाहिँ यसरी राखेर होइन गरे पनि फरक पर्दैन है ठिक छ हाम्रो इन्डेक्स डट एचटिएमएल छैन यसले फाल्दै पनि यसले चाहिँ काम गर्छ ठिक छ हो सर त्यो डिस्प्ले डट जेएसपी मा रिडाइरेक्ट भयो नि डिस्प्ले डट अब यो त यही पेजमा आउँछ है यस्तो अब यसमा के हुन्छ भनेपछि यो लोड गर्छ होइन तर यसमा के हुन्छ फुल नेम हुन्छ यो भ्यालु चाहिँ डिस्प्ले गरेको हुँदैन अर्थात् नल हुन्छ होइन नल भ्यालु हुन्छ तिमीले सबमिट गरेपछि फेरि यही पेज नै रिफ्रेस हुन्छ रिफ्रेस हुँदाखेरि के हुन्छ त्यो नेम देखिन्छ तिम्रो डिस्प्ले डट जेएसपी भनेको यही फाइल हो क्या हामीले यसैमा बनायो नि त हेर न यही फाइलमा चाहिँ रिडाइरेक्ट हुन्छ होइन तिम्रो क्वेसनको रिक्वायरमेन्ट अनुसार अलग अलग बनाउन भनेको थियो त्यही भएर अलग अलग बनाइयो होइन नत्र भने सेम पेजमा उ गराए पनि हुन्छ कि रिडाइरेक्ट गरे पनि हुन्छ आधार अलग्गै अर्को होइन जस्तै इन्डेक्स जेएसपी यो छ भने यो डिस्प्ले डट जेएसपी अलग छ भने त्यसै पनि गराउन सक्छौँ जस्तै यसैले हामीले इन्डेक्स डट होइन इन्डेक्स डट जेएसपी भन्ने छ भने अलि कन्फ्युज भयो क्या जेएसपी को कोड छ भने त्यसरी अलग अलग गराउन सक्छ नभए सिम्पली सेम पेजमा पनि गराउन सकिन्छ त प्र्याक्टिस गर्दा हुन्छ पछि जस्तै अब कहिलेकाहीँ के छ भने दुईटा नम्बर जोड्ने होइन अनि त्यसको चाहिँ आउटपुट डिस्प्ले गराउने पनि भन्न सक्छ नि त है त्यस्तो केसमा पनि हामीले चाहिँ दुईटा इनपुट फिल लिने अनि चाहिँ सबमिट भन्ने बटनमा चाहिँ एड अर्थात् के गर्ने होइन यसमा चाहिँ के गर्ने एक्सन के दिएछ त्यसमा होइन एड गर्ने भने चाहिँ अब के गर्नुपर्ने छ त्यो भ्यालु लेख्ने अनि यसरी नै गराइदिने अब जेएसपीको अलिकति कन्फिगरेसन यसमा कमजोर देखिन्छ नेटबिनमा यो भर्सन अनुसार फरक परेको थियो अलग्गै एउटा गरौँ न त अब उसको लागि डिस्प्लेको लागि हेर है म यसैले फालिदिन्छु कि स्क्र्याच नै गरिदिन्छु है कन्फ्युज नहुनु रिक्वायरमेन्ट के छ भनेपछि यता सुन है जस्तै दुईटा इनपुट फिल्ड छ अरे होइन त्यसमा चाहिँ दुईटा नम्बर राख्ने है दुईटा नम्बर राख्ने दुईटा नम्बर राखेपछि त्यसको चाहिँ सम निकाल्ने अर्थात् मल्टिप्लिकेसन निकाल्ने होइन त्यस्तो किसिमको छ अरे होइन अनि त्यसको चाहिँ रिजल्ट चाहिँ फेरि अर्को जेएसपीमा देखाउने भनेर भनेको छ के गर्नु पर्यो अब इन्डेक्स डट एचटिएमएलमा के गरौँ एउटा फर्म बनाऊ यसरी फर्म बनाउने फर्म यसो क्लोजिङ ट्याग पनि आयो
अनि यसमा चाहिँ हामीले के गर्छौँ एक्सन त्यही अघि कि म रिडाइरेक्ट गर्नु डिस्प्ले डट जेएसपी भन्ने छ है ख्याल गर्नु जेएसपी अनि अर्को छ हाम्रो मेथड चाहिँ पोस्ट गरिदियो है इनपुट टाइप हैन नम्बर छ नम्बर लियौँ नम्बर हैन अनि भ्यालु को चाहिँ प्लेसहोल्डर राख्दा के नेम लेखेको छ नेम चाहिँ फर्स्ट नम्बर है फर्स्ट नम्बर अनि प्लेस होल्डर बनाइदिनु फर्स्ट नम्बर भनेर है यसमा चाहिँ मैले बिआर गरेँ यसको लाइन तलको लाइन आउँछ पेस्ट अनि यसमा चाहिँ अब यसको भेरिएबल नेम चेन्ज गर्दा यसको सेकेन्ड नम्बर हैन सेकेन्ड नम्बर फर्स्ट नम्बर ए सरी सेकेन्ड नम्बर सेकेन्ड नम्बर फर्स्ट नम्बर सेकेन्ड नम्बर यसमा चाहिँ सेकेन्ड नेम सेकेन्ड नम्बर त्यसपछि अब यसमा चाहिँ के राख्ने इनपुट टाइप सबमिट गरौँ है अब टाइप एरर आयो हेलो एड गर्न भन्ने छ है सरी ल अब यति गरेपछि चाहिँ हाम्रो यसमा यसलाई रिफ्रेस गर्दाखेरि यो चाहिँ फरक हुन्छ है सरी फर्स्ट नम्बर राख्ने सेकेन्ड नम्बर राख्ने एड गरेपछि चाहिँ हाम्रो उसमा जाओस् है जिएसपीबाट चाहिँ त्यसको रिजल्ट डिस्प्ले होस् है जिएसपी बनायो हैन एचटीएमएल कोड नै हुन्छ डिक्टो है एचटीएमएल कोड डिक्टो हुन्छ जे लेख्छौँ एचटीएमएल को लागि त्यही नै हुन्छ है बेसिक स्ट्रक्चर त्यो लेख्ने सिन्ट्याक्स अब यसमा चाहिँ रिजल्ट देखाउनु पर्यो भने अब h1 हैन h1 मा देखाएको राम्रो हाइलाइट गरेर द सम अफ हैन द सम अफ अब त्यो भ्यालु अलग अलग राखे पनि भइगयो हैन है अब त्यो भ्यालु चाहिँ पहिला सुरु गेट गर्नु पर्यो हैन कुन कुन भ्यालु छ अब भ्यालु गेट गर्नलाई के गर्छौं यसमा के गर्छौं पर्सेन्टेज एंगल ब्रैकेट क्लोज अनि यसबाट चाहिँ यसमा भ्यालु गेट गरौँ अब इन्ट लेख्नु पर्यो है इन्ट फर्स्ट नम्बर चाहियो हैन फर्स्ट नम्बर है के गर्ने रिक्वेस्ट डट गेट प्यारामिटर छ नि गेट प्यारामिटर and variable name के छ रे फर्स्ट नेम को फर्स्ट नम्बर को त्यसपछि अब फर्स्ट नम्बर नै लेखेको छ यसरी नै छ है गेट प्यारामिटर अच्छा यसलाई चाहिँ यो भ्यालु चाहिँ जहिले पनि के गर्छ स्ट्रिङ भ्यालु लिइरहेको छ है त्यही भएर यस्तो देखाइरहेको छ यसलाई चाहिँ हामी के गर्छौं इन्टिजरमा कन्भर्ट गर्छ इन्टिजर डट पर्स यति गरेपछि यो स्ट्रिङ भ्यालु चाहिँ के गर्छ नम्बरमा कन्भर्ट हुन्छ है इन्टमा कन्भर्ट हुन्छ इन्ट अर्को छ अब सेकेन्ड सेकेन्ड भनेर इक्वल टु कपी गरे माथि कपी गरे कन्ट्रोल सी त्यसपछि मेरो सेकेन्ड नम्बर सेकेन्ड नम्बर ल सेकेन्ड नेम आयो हैन अब चाहिँ हामीले इन्ट राख्छ यसरी सन इक्वल टु के गर्छौं फर्स्ट नेम प्लस एन अब यति गरेपछि चाहिँ हाम्रो यसको
एडिसन भयो द सम अफ हामीले चाहिँ यसरी लेख्न सक्छौँ है सम अफ पर्सेन्टेज यसको भित्र चाहिँ मैले फर्स्ट नम्बर होइन सम अफ के अरे फर्स्ट एन होइन यसलाई चाहिँ म कपी गर्छु and first name and second. Second. And first the sum of अब यसमा कति आउँछ हैन यो भ्यालु आउँछ त्यसपछि सेकेन्डमा के राखेछौँ त्यो भ्यालु आउँछ एज इक्वल टु यसरी लेख्न सक्छौँ है फेरि त्यो गराउनु पर्यो है सम पर्सेन्टेज अनि चाहिँ सम हैन यसरी छ कन्सेप्ट बुझ्यौ नि यति गरेपछि अब त्यसको चाहिँ रिजल्ट आउँछ हैन ल लेखौँ त 35 40 भनेपछि कति आउँछ हो हैन 35 र 40 को कति आयो सम 75 क्वेशन धेरै गाह्रो सोध्दैन यसले क्वेशन सोध्छ है जेएसपी होस् या सर्भलेट होस् हैन जेएसपी मा भने यसरी लेख्ने सर्भलेट भने हामीले अस्ति गरेछौँ नि त्यसरी नै गर्ने हैन ठीक छ को आउनु भयो को छ रहेछ क्लासमा चारजना बिमला सुरक्षा त्यसको दुईटा आइडी किन छ तीनजना छ छ नि हो जेएसपी को हेलो हेलो सुन है सुन बोल हजुर सर यसरी गर्न सकिन्छ है अब यसैबाट पनि डाटाबेसको अपरेसन गर्नु पर्यो भने सुन है डाटाबेसको अपरेसन गर्नु पर्यो भने हामीले के गर्छौं सिम्पली के गर्छौं भने अब index.html मा जे छ त्यही नै भयो हैन है फिलहरु राख्ने यसरी अनि भ्यालु चाहिँ के गर्ने फिल्ड डिस्प्ले डट अर्थात के छ एक्सन हैन इन्सर्ट गर्नुपर्ने छ भने इन्सर्ट लेख्नु हैन इन्सर्ट.jsp लेख्नु डिलिट गर्नुपर्ने छ भने delete.jsp लेख्नु हैन अर्थात अपडेट गर्नुपर्ने छ भने update.jsp गर्नु हैन है कुन अपरेसनको लागि हो त्यो चाहिँ अलग अलग अपरेसनको नाम अनुसार JSP फाइल बनाउनु पर्छ अब डाटाबेसको अपरेसन गर्नु पर्यो भने हामीले के गर्छौं भनेपछि भ्यालु त्यसबाट गेट गरिहाल्छौं हैन तर डाटाबेसको चाहिँ काम गर्नु पर्यो भने हाम्रो JSP मा पनि एउटा उ चाहिँ चाहिन्छ है अब यसमा चाहिँ हामीलाई एउटा जार फाइल चाहियो MySQL कनेक्टरको लागि चाहिँ राख्न पर्छ प्रोजेक्टमा अब यो छ भनेपछि मात्रै हामी के गर्छौं यसमा उसको काम गर्न सक्छौं है अब चाहिँ यिनी कुरा इम्पोर्ट गर्नु पर्यो भने हामीले यहाँबाट इम्पोर्ट नै गर्न सक्छौं है अब यस्तो केसमा चाहिँ हामीले चाहिँ लेख्न सक्छौं है सरी यो शिफ्ट एंगल ब्रैकेट किन हैन हेर प्लेस एंगल ब्रैकेट यसमा @page मा चाहिँ content को टाइप हामीले चाहिँ text/html यसरी लेख्नु अनि अर्को फेरि एंगल ब्रैकेट दिनु यसरी एंगल ब्रैकेट यसरी गराउँ त यो लेख्न पर्दैन इम्पोर्ट गर्नु पर्यो लेख्न पर्छ है ख्याल गर्नु अनि पछि नै JSP को लागि चाहिँ यसरी लेख्न पर्छ जस्तै PHP लेख्छौ नि PHP मा के गर्छौ रे तिमीले हैन क्वेशनमा के थियो र अब
PHP अनि यसरी चाहिँ गर्छु नि त। PHP पनि त्यसैमा लेख्छु हेर यसरी लेख्छु नि त PHP को। कसैले गरेछ भने त्यसलाई थाहा होला होइन। र PHP पनि के हुन्छ हाम्रो HTML फाइल हुन्छ त्यसमा चाहिँ PHP बाट चाहिँ ब्याकएन्डको काम गर्नु पर्यो भने यति कोड लेखेर होइन यसको बिचमा चाहिँ के गरिन्छ PHP को कोडहरू लेखिन्छ ब्याकएन्डका कोडहरू। यसरी नै हाम्रो JSP को पनि के हुन्छ पर्सेन्टेज एन्ड एङ्गल ब्राकेट भित्र पर्सेन्टेज त्यसलाई चाहिँ यसको के बिचमा सर त्यो पेज कन्टेन्ट टाइप अनि टेक्स्ट/html लेख्न पर्छ भनेको के? त्यो म्यान्डेटरी छैन, कम्पल्सरी छैन होइन, लेखेको राम्रो प्र्याक्टिस मानिन्छ है। अब चाहिँ हामी के गर्छौँ इम्पोर्ट गर्छौँ है। इम्पोर्ट चाहिँ यसमा लेख्नु पर्यो यसरी इम्पोर्ट इक्वल टु अब जति इम्पोर्ट गर्नुपर्ने छ यसको चाहिँ हामी यसरी नै गर्छौँ है। इम्पोर्ट पेजमा लेख्नु पर्यो डाइरेक्ट पेज त्यसले लेखौँ यसैमा इम्पोर्ट के गर्ने भनेपछि अब हाम्रो के भन्छ java.sql.all होइन। अब डाइरेक्ट यसो काम गर्नु पर्यो भने यसरी काम गर्न सक्छ है। अनि यसको भित्र अब यसै भित्र चाहिँ हामी के गर्न सक्छौँ दाबेसको छ नि ट्राई क्याच है त्यो सबै लेख्न सक्छौँ यसमा। यसको लागि के गरौँ एउटा डेमो नै गरौँ त भइन्छ त टाइम 20 मिनट र त टेबलै गराएर त्यसै के छ मेरो पास युज रफ्टी होइन। अब चाहिँ हामीले क्रिएट टेबल एउटा अघि समको बनाउँछ है समकै टेबल सानो इक्जाम्पल क्रिएट अनि अब एउटा म्याथ राखेँ है मैले म्याथ टेबल क्रिएट म्याथ टेबल अनि यसमा चाहिँ मैले के गरेको छु आइडी अब आइडी त राख्नै पर्छ फेरि होइन आइडी अनि यसलाई चाहिँ प्राइमेरी की पनि गराइदिउँ होइन अटो इन्क्रिमेन्ट पनि गराइदिउँ है अटो इन्क्रिमेन्ट त्यसपछि दुईटा भ्यालु छ होइन भनेपछि इन्ट फर्स्ट नम्बर होइन फर्स्ट नम्बर यसरी लेख्नु इन्ट सेकेन्ड नम्बर यसरी अनि चाहिँ अर्को इन्ट रिजल्ट नै गरौँ न अघि अपरेसन है सजिलो इन्ट रिजल्ट आयो के गरेपछि काम गर्छ त अब त्यहाँनिर प्रब्लम भयो भने त मलाई इन्ट क्रिएट टेबल नै हुन्छ कि होइन के छ मेरो युटिङ प्रब्लम आयो क्रिएट टेबल होइन to increment first number सिन्ट्याक्स के हुन्छ भन त मलाई बिर्सिहालेँ क्या मैले क्रिएट टेबल स्केल कमान्ड बिर्सिहालेँ क्रिएट टेबल नेम ठिक छैन त्यही त छ क्रिएट टेबल एउटा म्याथ टेबल बनाएँ होइन
आइडी अगाडि त्यसपछि डेटा टाइप होस् यो भने प्राइमेरी होस् तर त्यसपछि अटो इन्क्रिमेन्ट हुन्छ स्टिल प्रब्लम अगाडि पनि फर्स्ट नम्बर अनि पछाडि डेटा टाइप कस्तो भेरिएबल लेखे जस्तो गराएको छ त्यही भएर प्रब्लम भेरिएबल लेखेर चाहिँ मैले गराएँ क्या प्रोग्रामिङ जस्तै गराएँ रिजल्ट पनि इन्टर गराएको ल यो त टेबल भन्यो होइन अब यही टेबलमा चाहिँ हामीले एन्सर गर्न सक्छौँ म्याथ टेबल छ है नाम डाटाबेसको नाम प्राप्ति भन्ने छ जेएसपीको कम्प्लिट गरौँ न यसमा है अब यसमा हामीले के गर्न सक्छौँ भने भ्यालु हामीले गेट गरिसकेका छौँ है भ्यालु गेट गऱ्यौँ यहाँसम्म सम पनि गऱ्यौँ ल अब चाहिँ हामी के गर्छौँ डाटाबेसको काम गर्छौँ है अब डाटाबेसको कोड हामीले सिकिसक्यौँ डाटाबेस कोड यो चाहिँ भिडियो रिप्ले गरेर चाहिँ हेर्नु है यसमा आफै लेख्नु है यसलाई हामीले प्र्याक्टिस पनि गर्न सक्छौँ अब यसमा हाम्रो चाहिँ ट्राई क्यास पनि लाग्यो क्यास है ट्राई क्यास एक्सेप्सन है अब केही रह्यो भनेपछि यसमा हामीले अहिले पेजमा हेरेर कसरी देखाउने भने त्यो सिकाउँछु पहिला डाटाबेसको काम गर्नु त ट्राई यसमा चाहिँ हामीले सुरुमा ड्राइभर लोड गर्नु पऱ्यो क्लास होइन अनि के भन्छ अरे कम डट नाइस एल डट जेसी डट सिजी डट जेडी क्लास होइन हेरेन सर भन्नु भन्नु के हो यो क्लास डट फर्नेम कि हामी यो ड्राइभर लोड गर्छौँ यो अप्सनल होइन र अरूमा के अरे सिम्पली डाटाबेसको काम गर्दाखेरि त्यो अप्सनल हुन्छ होइन तर सर्भलेट र जेएसपीमा गर्नु पऱ्यो भने यस कहिले पनि अप्सनल नहुन सक्छ मैले चाहिँ यो ट्राई गरेको थिएँ होइन त्यसमा चाहिँ मानेन के सर जस्तै कि अब इक्जाममा आयो होइन नै अब अरूको नै लेखेको राम्रो के फेरि है के याद गर्ने भन्ने एक लाइन त हो लेखेको राम्रो हो यो प्र्याक्टिस हटाइसकेको छ होइन जाभा 8बाट नै हटाइसकेको छ होइन तर यो अहिले हेरौँलाई केही छैन यसले हटाएर पनि हेरौँ त काम गऱ्यो भनेपछि नलेख्नु काम गरेर पनि लेख्नु पऱ्यो क्लास फर्नेम त्यसपछि अब के गर्छ हामीले कनेक्सन कन ड्राइभर म्यानेजर डट गेट कनेक्सन ल अब युजर नेम पासवर्ड चाहिँ हामीले लेखेको छैनौँ है यो चाहिँ हामीले त फाइन्ड गर्न सक्छौँ है यसमा स्ट्रिङ युआरएल स्ट्रिङ के छ अर्को युजर छ स्ट्रिङ पासवर्ड भन्ने छ होइन अब यो चाहिँ हामीले युआरएलमा के हुन्छ युआरएलमा युजरमा रुट नै भयो पासवर्डमा मेरो पासवर्डले चाहिँ यसलाई अब युआरएल चाहिँ अब के छ जेडीबीसी MySQL :/ local host 306 / डाटाबेसको नाम प्राप्ति भनेर होइन यति लेख्यो भनेपछि यसले चाहिँ अब डाटाबेससँग चाहिँ कनेक्सन गर्ने काम गर्छ बाँकी काम त गर्न सकिहाल्छ कि होइन र हो अब इन्स्टल गर्नु पर्यो भने अहिले चाहिँ प्रिपेयरबाटै गरेको राम्रो हुन्छ है टोकेरै के भन्छ अब
स्टेटमेन्टबाट इन्सर्ट गर भनेर भन्यो भने स्टेटमेन्टबाटै गर्नु होइन, नत्र भने प्रिपेयरबाट गरेको राम्रो। प्रिपेयर्ड स्टेटमेन्ट STMT इक्वल टु कन्डक्ट प्रिपेयर स्टेटमेन्ट भन्ने छ होइन। अब यसपछि हामीले एसक्युएल कमान्ड लेख्नु पर्यो। त्यो चाहिँ इन्सर्ट इन्टु म्याथ टेबल भनेको छु मैले, म्याथ टेबल इन्सर्ट इन्टु म्याथ टेबल। अनि अब चाहिँ यसमा चाहिँ डाइरेक्टली भ्यालु चाहिँ यसरी राख्न सकिने भयो। अटो इन्क्रिमेन्ट भएको हुनाले चाहिँ यसरी राख्न मिल्ने भयो। कति छ, तिनवटा भ्यालु छैन, 1 2 3। आइडी अटो इन्क्रिमेन्ट छ होइन, त्यो अटोमेटिक इन्क्रिमेन्ट भइहाल्छ। अनि अब चाहिँ यसमा PSTMT डट सेट। अब स्ट्रिङ भन्दा पनि हामीले इन्ट नै सेट गर्नुपर्छ है। फर्स्ट नम्बरमा कति के छ हाम्रो, फर्स्ट नम्बर होला, सेकेन्ड, त्यसपछि थर्ड होइन। आइडी छ सुरुमा। आइडी 1 मा हामी के गर्छौँ, फर्स्ट नम्बर आइडी त अटोमेटिक भइरहेको छ त मैले सुजल बुझेनौ। हामीले आइडी के राखेछ भने इन्क्रिमेन्ट छ, यसको लागि हामीले लेख्न पर्दैन यसको लागि, ठिक छ। अटो इन्क्रिमेन्ट छ भने त्यसमा हामीले चाहिँ प्रोग्रामिङबाट चाहिँ राख्न पर्दैन, त्यो अटोमेटिक चाहिँ रु प्लस हुँदाखेरि के हुन्छ, +1 भ्यालु दिन्छ यसमा फर्स्ट नम्बर। अनि PSTMT डट सेट यो त्यो डाटाबेसको टेबलमा चाहिँ जम्मै फिल्ड चाहिँ इन्ट भएको हुनाले चाहिँ इन्ट राखेर है ख्याल गर्नु। ट्रुमा चाहिँ सेकेन्ड नम्बर सेकेन्ड। अनि PSTMT डट सेट यहाँको इन्ट रिजल्टको लागि होइन, 3 मा चाहिँ रिजल्ट हुन्छ। रिजल्ट हेरेर सम पनि छ, सम रहेछ है। यति गरिसकेपछि के गर्छ हामीले, PSTMT डट एक्जिक्युट अपडेट होइन। यति गरेपछि चाहिँ हाम्रो हामीले चाहिँ यो यसैमा लेख्न सक्छौँ है, रिजल्ट इज इन्सर्टेड। अर्थात् यसमा चाहिँ हामी के गरौँ, हामीले चाहिँ ब्रेक गर्नु पर्यो है। अब यहाँनिर एचटिएमएल एउटा कोड लेखौँ इन्सर्टेड भयो भनेर है, त्यसको लागि के गर्छौँ हामी, यसलाई क्लोज गरौँ, फेरि क्लोज गऱ्यौँ होइन। अनि यसलाई चाहिँ फेरिमा ओपन गरिदिन्छु ल, यसलाई ब्रेक गरेँ मैले। अब यहाँनिर चाहिँ मैले एउटा एचटिएमएल कोड लेख्छु ल। यहाँनिर मैले एचटिएमएल कोड H1 नै लेखौँ न है, H1 H1 रेकर्ड इन्सर्टेड भनेर यसरी लेख्न सकियो होइन, एचटिएमएल कोड यो रहेको होइन। ल अब चाहिँ यसमा एक्सेप्सन आयो भने हामी के गर्छौँ है, एक्सेप्सनको लागि फेरि के गर्छु, यसलाई यहाँनिर यसलाई क्लोज गर्छु है, क्लोज गरेँ। अनि यताको यसलाई पनि मैले के गरेँ, क्लोज गरिदिन्छु। अब यहाँ चाहिँ मेरो के हुन्छ, यो सेटो भएको छ नि हो, यसमा चाहिँ के गर्छु, एचटिएमएल कोड लेख्छु। अब एरर आयो भने फेरि मैले H1 नै राखेँ है, /H1 है। यो एचटिएमएल कोडमा अब यसको भित्र चाहिँ के गर्छौँ, त्यो एररलाई देखाउँछौँ। के एरर छ भनेपछि हेर्नलाई चाहिँ के गर्छौँ, यसरी नै राखिदिन्छ। अब इक्वल टु ई राख्यो भने भयो, इक्वल टु ई भनेपछि ईमा जुन भ्यालु आउँछ त्यो भ्यालु चाहिँ यसमा डिस्प्ले हुन्छ है। केही एरर आयो भने यस्तो लेखिन्छ। ल रन गरौँ त, केही एरर आउँछ कि आउँदैन के गरौँ भनेपछि यसैलाई म ब्याक गरेर रिफ्रेस गरिदिन्छु है। रिफ्रेस गरौँ त ल, 50 अनि यसमा चाहिँ 49 एड ल एरर आयो।
केही छैन एरर आयो भने पत्ता लगाउन सकियो यस्तै सोल्भ गरौँ है के भनेछ यसले executable recording started exception in HTML 1 को के हो 1 first number insert into table को table table एकछिन है यो डाटाबेसको अर्थ ठिकै होला यतिलाई कमेन्ट गरौँ त त्यसले मात्र कमेन्ट गरौँ न प्रब्लम त छैन यति मात्रै रन गरौँ नि कनेक्सनसम्मले यो रेकर्डिङ सबै देखायो भने यति भनेपछि त्यो कनेक्सनको लागि मात्रै कोड हो एपमा जान्छु 45 request सर कर्ली ब्रैकेट एड गर्न भने कर्ली ब्रैकेट एड गर्न भनेन के त इन्सर्ट पछि into नै कहाँनिर इररमा के लेखेको रहेछ इररमा एररमा बुझ्नै गाह्रो कुन एन इरर एट लाइन 28 भनेको छ 28 29 अनि त्यो कर्ली ब्रैकेट फाइभ जिरो जिरो एरर भन्छ 28 मा देखायो भन्छ होइन अक्युरेट लाइन 28 मा अरू के छ 28 मा यो देखायो ट्राई पासवर्ड ठिकै छ ड्राइभर म्यानेजर गेट कनेक्सन युआरएल युजर पासवर्ड ठिक छ क्लास फर नेम सिजे जेडिबिसी कम्प्युटर म्याचको सिजे र जेडिबिसी र ड्राइभर ठिक छ अब यो के प्रब्लम भनेपछि त्यसमा ब्रेकेट त क्लोज गरेको छु एकछिन यसलाई मैले कट गर्नेछु यसमा कट गर्नेछु होइन तर यसले रिजल्ट के देखाउँछ एकचोटि आउँदा त्यसमा डिस्प्ले त जेएसपीको प्लेस कम डट माई एसकलर सिजे र जेडिबिसी र ड्राइभरको नाम पनि ठिकै छ यसलाई नराख होइन त साह्रो छ enable to compile JSP compiler में समझने का है सर्वर encounter करने से application
फुलफिल रिक्वेस्ट एकछिन मैले सोल्भ गर्छु सोल्भ गरौँ न एकचोटि सोल्भ गरेर म एकैछिनमा रिटर्न हुन्छ सर्च गर्नु पर्यो च्याटमै प्रब्लम त यस्तो देखायो कन्ट्रोल अगेन रन गर्छु रन गरौँ 36 राखौँ यो आउँछ प्रब्लम के छ फाइनली भनिन्छ गर्नुपर्ने जस्तो छ यसमा ट्राई क्याच फाइनली प्रब्लम के हो भने हामीसँग ट्राई भन्ने के ब्लकलाई क्लोज गरेको हुनाले जस्तो छ फेरि किन यसलाई चाहिँ फाल्दैछ यसमा रेकर्डिङ ध्यान राखौँ ट्राईलाई छेउटैमा राख्ने प्रयास गरौँ एकचोटि एरर पनि केही नपाउने एरर त आउँछ फेरि गर्दाखेरि के हुन्छ एकचोटि 5 36 content not match यसमा ऊ आएन कोलम काउन्टर डट म्याच हो मैले भनेको त भएन छ यसमा है आइडी पनि राख्न पर्ने देखियो अर्कै भ्यालु राखौँ जो राखौँ जो PSTM2 set int 1 मा चाहिँ हामीले प्राइमरी भएछ अटो इन्क्रिमेन्ट अहिले चाहिँ 1 राखौँ यो चाहिँ भ्यालु अटो इन्क्रिमेन्ट भएकोलाई चाहिँ यो राख्न पर्दैन कि जस्तो मैले भनेको थिएँ मानेन छ कोलम काउन्ट डज नट म्याच हुन्छ सेट 1 to 3 यसरी हेरौँ यसरी गरौँ न डाइरेक्ट भ्यालु मात्र नराख काम गर्छ जस्तो मलाई लागेको छ 2 3 इन्सर्ट इन्टु यसपछि मैले यो डिफाइन नै गरिदिन्छु है डिस्क्राइब गरौँ त डिस्क्राइब टेबल ये सब फर्स्ट नंबर आईडी नराख्नु फर्स्ट नंबर सेकेन्ड र रिजल्ट भयो तपाईँले सम लेख्नु भएको छ सम भनेको त्यो भ्यालु भेरिएबलको भ्यालु गेट गरेको यो भ्यालु राखेको है यसरी चाहिँ भ्यालु राखेको है यो टेबल उसको नाम हैन के यसको नाम हैन यसको नाम यसको पनि त हैन फर्स्ट नम्बर सेकेन्ड नम्बर भन्ने छ नि त है भनेपछि यो चाहिँ भ्यालु त्यसमा पास गरेको यो अनुसार पास गरेको फर्स्ट
और numbers अनि सेकेन्ड नम्बर त्यसपछि के छ अरे सम के रिजल्ट छ हैन टेबलमा रिजल्ट नै छ रिजल्ट छ लेट्स सी हेरौँ त यसलाई मन्थहरू खोलेको चिन्छ कि चिन्दैन छ गरौँ गरौँ ल 50 राख्नु यसरी चाहिँ काम भयो है इन्सर्ट त भयो हैन इन्सर्ट भएको इरो देखाएन भनेपछि इन्सर्ट नै भएको हुनुपर्छ मेरो विचारमा सिलेक्ट गरौँ त यसरी select all from table यसरी चाहिँ आयो है अघि मेरो प्रब्लम के थियो भने यसमा मैले यसरी ब्रेक गर्दाखेरि हैन यसले चाहिँ चिनेन के हो ट्राई त छ भन्यो हैन तर क्याच खै भन्थ्यो के यसले हैन अनि मैले चाहिँ यसलाई फेरि ट्राई र क्याचलाई एउटैमा राखेँ यसरी हैन एउटै ब्लक जस्तो गराएँ यसरी यसमा यसले ब्रेक गरेर राख्दाखेरि यसले माने चिनेन के ट्राई त छ मेरो क्याच खै भन्थ्यो यो भनेर फाइनली ब्लक राख भनेर भनिरहेको थियो त्यसले जस रेकर्ड चाहिँ यसरी हाम्रो इन्सर्ट हुन्छ है ठिक छ सुजल के छ विनित के रे को सुरक्षा को छ है हामीले चाहिँ यसरी डाटाबेसमा इन्सर्ट गर्यौँ भने इन्सर्ट गर्न सक्यो भने त हामीले फेच पनि गर्न सक्छौँ हैन है फेच अपडेट के गर्नु पर्ने त्यो सबै गर्न सक्छौँ नि हो त्यसरी गर्न सकिन्छ ल आज यति गरौँ ट्राई गर्नु के अरे हैन यसको डाटाबेसको पनि काम फेरि प्र्याक्टिस गर्नु तिमीहरूको प्रिबोर्डको क्वेसन मैले पठाइसकेको छु हैन अरू यस्तो गर न भोलि फेरि क्लासमा बस न त पुरानो क्वेसनहरू छ भने त्यो डिस्कस गर्दै गरौँ ल है के भन्छौ हुन्छ सर आज यति गरौँ थोरै पुरानो क्वेसनहरू पनि डिस्कस गर्दै जाँदाखेरि तिमीलाई पनि सजिलो हुन्छ इक्जाममा त्यति गरेपछि कोड पठाइदिनु नि यो कोड ल मैले यो कोड मैले यसले के भन्छ हाम्रो क्लासमा राखिदिन्छु क्लासमा हालेर Stop recording.